Hello everyone, I hope you all are doing great. र म फेरि नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ बेसिकली अनबक्सिङ भिडियो हुन्छ है। मैले चाहिँ इन्स्टा अस्ति चलाउँदै गर्दाखेरि चाहिँ मैले एउटा पेज देखेको थिएँ नि त, यो एक्सेसरिजहरू वालाको। अनि मलाई इयरिङ्सहरू पुरा मन पर्यो त्यो पेजबाट, सो आई अर्डर फ्यु स्टफ्स है त्यो पेजबाट। अन्त मैले यो अर्डर आई थिङ्क मैले 10 अक्टोबरतिर प्लेस गरेको होला लास्ट मन्थ। अनि हेर्नु न अहिलेसम्म पनि डेलिभर भएको थिएन हो। जहिले पनि मेरोमा मेसेज आउँथ्यो कि वी वर नट एबल टु डेलिभर यो पार्सल बिकज यु वर नट रिचेबल। मलाई आउँथ्यो तर मेरोमा केही कल पनि आउँथेन। अनि मैले कति कम्प्लेनहरू गरेँ तर पनि अन्त आज चाहिँ मैले आफै नै गएर नै लिएर आउँछु भनेर चाहिँ गएको थिएँ। डेलिभरी भन्दो रहेछ यो डेलिभरी प्लेटफर्मको नाम चाहिँ। अनि म गएर आएको भरे यतिकै भुइँमा लडिरहेको रहेछ कि मैले देख्ने बित्तिकै चिनेँ नि त। अनि किन नल्याइदिनु भएको पार्सल भनेको त तपाईँहरूको एरिया कभर नै गरेको छुइनँ पो भनिरहन्छ हो भनेर चाहिँ अनि मैले लिएर आएँ। अनि मैले चाहिँ सबै इयरिङ्स चाहिँ अर्डर गरेको छु। मलाई चाहिँ आई डोन्ट लाइक स्पेन्डिङ अन यस्तो भित्रभित्रको चिजहरू एक्सेसरिजहरू भयो। मेरोमा जे छ म त्यसले नै काम चलाउँछु है। तर यो पेजबाट चाहिँ मलाई एक दुईवटा चाहिँ पुरा मन पर्यो इयरिङ्स। अहिले रिसेन्टली चाहिँ मलाई एकदम इयरिङ्सको स्टक चलिरहेको छ, सो आई थट आई अर्डर भनेर। कस्तो आउँछ त थाहा छैन, क्वालिटी फिडब्याकहरू पनि राम्रै थियो। हेरौँ अब, आई सो यु अब। 5, 6, 7, 8वटा अर्डर गरेको रहेछु। यो भिडियो त साह्रै लामो हुन्छ र, सो आई विल बी मेकिङ पार्ट 1 एन्ड पार्ट 2। आई सो यु 4 अनि आई सो यु दिस वान। क्युट। क्वालिटी पनि नट ब्याड हेरेको थिएँ चाहिँ हेर्नु न। मलाई अहिले फेरि इयरिङ्समा नि पर्लवालाको पुरा मनपर्छ, पर्ल भएको पर्लवाला। मेरो अर्को भित्र पनि छ, त्यसमा पनि दुईवटा पर्लवाला नै छ। अझवटा छ त्यो पनि पर्लवाला नै छ। अनि प्रायः मैले सबै पर्लवाला नै अर्डर गरेको छु। आई डोन्ट नो किन, तर पर्लवाला मन परिरहेको छ। आई ट्राई दिस वान। इयरिङ्स चाहिँ मलाई मनपर्छ किनभने म मेकअपहरू त्यस्तो गर्दिनँ है। अनि सो यो इयरिङ्सहरूले चाहिँ कभर गर्छ जस्तो लाग्छ। वाह, राम्रो आएछ। तपाईँहरू भन्नु है तपाईँहरूलाई कुन चाहिँ मन पर्यो मैले अर्डर गरेको भरिमा। एउटा फ्री गिफ्ट पनि आएको रहेछ। यो भित्र चाहिँ के छ आई सो यु है। ल यो फर्स्ट वान। अनि मलाई सबसे बेसी मन परेको चाहिँ यो वाला, मन परेर अर्डर गरेको चाहिँ यो वाला। नट ब्याड। सबै प्रायः मेरो चाहिँ पर्ल भएकै छ। मलाई फेरि एउटा टाइपको मन पर्यो भने म फेरि त्यही मात्रै ल हेर्नु त। वाह, क्वालिटी पनि राम्रै छ, हेभीवाला छ क्या हेर्नु त। ओके, अहिलेसम्म त राम्रै छ। त्यसपछि चाहिँ एउटा चाहिँ डिफ्रेन्ट चाहिँ यो सिल्भर हुपवाला। यो चाहिँ मैले सोचेको भन्दा चाहिँ अलिक ठुलो आएछ। म त यस्तो बेसी ठुल्ठुलो त लाउँदिनँ साइज, तर पनि राम्रो त राम्रै छ क्वालिटी वाइज त। ए हेभी चाहिँ छैन रहेछ नि त ठुलो भए पनि। इट्स नट हेभी। ठुलो देख्दैछ नि मोटो, तर इट्स नट हेभी। इट्स हलो फ्रम इनसाइड, हलो रहेछ क्या भित्र। यहाँ छ नि हेर्नु त, यहाँ बिचमा दुलो छ कि, सलिड नै मेटल होइन क्या, यो हलो छ भित्र। अनि हेर्नु त इट्स लाइक वाह। म चाहिँ डिलेमामा थिएँ है, यो चाहिँ म रिसिभ गर्नु कि नै भनेर। अस्ति भर्खर मेरो पापाले चाहिँ नि प्यान्ट अर्डर गर्नुभएको थियो नि त इन्स्टा पेजबाट। अब पापाहरूलाई त याद हुँदैन नि त, हामी पो चेक गरेर फिडब्याक हेरेर मतलब फलोवर्सहरू हेरेर पेजबाट अर्डर गर्छु। बाबाले चाहिँ यसरी नै ऱ्यान्डमली नै अफरमा प्यान्ट देख्नु भएछ क्या, दुईवटा प्यान्ट। अनि अर्डर गर्नु भएछ 1200मा चाहिँ दुईवटा प्यान्ट।
होइन रिसिभ पनि गरेँ होइन अनि रिसिभ गर्दाखेरि चाहिँ बक्स पनि ओपनै रहेछ हो अनि त्यहाँभित्र त नानीको फाटेको प्यान्ट हालिदिइरहेको रहेछ अब त्यो रिटर्न गर्नु पनि सकिँदैन हो अनि पेज हेरेको त यस्तो फेकवाला पेज त्यो पनि डिलिट गरिसकेछ पेज पनि हो भएन नि यो दिस इज द थर्ड वान अब यो त आई डोन्ट थिङ्क सो यो त मैले अर्डर गरेको थिएँ भनेर तर पठाइदिएछ यो त मैले मन परेको थिएन जस्तो लाग्यो पर्लवालै यसको बदली मैले अर्को अर्डर गरेको थिएँ कि सायद आई डोन्ट नो मेरो कतिवटा पर्लवाला नि थियो नि हेर्नु त दिस अल्सो नट ब्याड यो चाहिँ कुर्तीहरूतिर राम्रो देख्छ होला दिस इज द वान राम्रो छ राम्रो त नट ब्याड तर मैले यो चाहिँ मेरो कार्टमा थिएन होला यो सो या अहिलेको लागि आई सो यो ओन्ली 4 है अर्को पार्ट बनाउँछु ए त्यसको अगाडि चाहिँ यो फ्री गिफ्ट चाहिँ हाल्छु यो है अर्को पार्टमा चाहिँ अर्को रिमेनिङ 4 हाल्छु यो अनि यो फ्री क्युट हेर्नु न रबर ब्यान्ड दिनुभएछ यो चाहिँ फ्री गिफ्ट हो यो चाहिँ मैले अर्डर गरेको होइन यो चाहिँ बेसी अर्डर गर्यो भनेर चाहिँ गिफ्ट दिनुभएको सो मैले तपाईँहरूलाई 4टा देखाएँ है एउटा यो अर्को यो र where is the fourth one अनि यो 4टा भरिमा तपाईहरुलाई कुन चाहिँ बेसी मन पर्यो प्लिज डु कमेन्ट अनि अर्को 4 चाहिँ आई विल बी मेकिङ अ पार्ट 2 थ्यांक यू सो मच फर वाचिङ बाइ बाइ